हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। सो आज चाहिँ नयाँ वर्ष हो। सबैभन्दा सुरुमा चाहिँ तपाईँहरू सबैजनालाई ह्याप्पी न्यू इयर। अनि म र मेरो दिदी चाहिँ पास्नीमा जाँदैछौँ अनि आज के हुन्छ भनेर देखाउनेवाला छु होइन। अनि आज न्यू इयर भएर यस्तो प्याक छ सबैतिर होइन। अनि ठ्याक्कै हामी पुगिसक्यौँ, रमझम यस्तो छ, तर हामी ढिला पुग्यो होइन। यस्तै हो, केही छैन। अनि यहाँ बाबु चाहिँ पुरा बिचरा निन्द्रा नपुगेर रोइरहेको छ। बिचरा उसलाई अघिबाट निन्द्राले गाह्रो भइरहेको थियो नि त। अनि ऊ ठ्याक्कै मैले लिएपछि सुतिसकेको थियो। अनि त्यसपछि उसको टिकाहरू पुछिदिएँ मैले चाहिँ होइन। अनि यहाँ भिडियोहरू यसो हल्का खिचिदिँदैछु। ऊ सुति नै रहेको छ, बिचरा निन्द्रामै खाइरहेको छ अझै पनि है। बिचरा गाह्रो छ, के गर्नु सानो मान्छेलाई। अनि हामी यहाँ गीत गर्दै हाँस्दैछौँ। हल्का रमाइलो त गर्नै पर्ने हुन्छ नि। यहाँ छोरीलाई पनि जिस्काउँदैछु। केटी मान्छे भनेपछि कस्तो हुन्छ साथीहरू, यो गाजल भनेपछि मेकअप भनेपछि चुपचाप लाग्दैन क्या। गाजल बिग्रियो छ्या। गाजल बिग्रियो भनेको नरुव न। कुन रुवाई हो यो आवाज बिनाको? कालो भइसक्यो है। हामी चाहिँ अलिकति राम्रो हाँसेको खिच्नको लागि चाहिँ एकअर्कालाई कति लाउँदैछौँ होइन। दिदीलाई क्या अनि ठ्याक्कै हाम्रो थप्पु डन पनि आइसकेको छ है साथीहरू। बाहिर हिँड्नु पनि कम्ती गाह्रो छ साथीहरू होइन। टक्क खाएपछि बिग्रिन्छ अनि लिपस्टिक फेरि लगाउनु पर्ने हुन्छ। अनि यहाँ चाहिँ म थप्पुलाई एकदमै हिरोनी बनाइदिँदैछु है। अनि अब हामी चाहिँ फेरि अब यहाँनिर आज नयाँ वर्ष मन्दिर चाहिँ कतै जान पाएन, घरमा पूजा बाहेक केही पनि गरेन नि त। अनि यहाँ कृष्ण मन्दिर जाँदैछौँ दिदी, म, नानी सानो, अनि त्यसपछि थप्पु। अनि यो चाहिँ इन्ट्री गेट हो। अनि त्यसपछि आज एकदमै जताततै भिडभाड छ होइन। अब सबजना जानुहुन्छ नि त। अनि मौसम पनि एकदम अन्धकार गरेर आएको थियो। झन्डै धेरसम्म चाहिँ पानी परेको थिएन। अब के हुन्छ हेर्दै गर्नु है त साथीहरू। यहाँनिर टक्क तर माहौल एकदमै रमाइलो थियो। टक्कसँग यहाँ बहिनीको फेरि आफ्नै पारा छ, छोरीको बहिनीभन्दा पनि। अनि मन्दिर आउनुभन्दा अगाडि चाहिँ टक्कसँगले होइन घन्टी बजाउनु पर्छ अरे। अनि भगवान्लाई म आएँ भनेर भन्नुपर्छ अरे क्या। अनि त्यही भएर अनि म यहाँ टक्कसँग घन्टी बजाउँदैछु। ऊ त्यो सानो बाबालाई लाग्छ भन्दै बिस्तारै बजाउँदैछु। पानी पर्ला जस्तो भइरहेको छ पुरा मौसम म चाहिँ एकदमै धेरै वर्षपछि चाहिँ यहाँको मन्दिर आज दर्शन गर्नलाई आएँ होइन। जे होस् अब हरेक कुरा मन्दिरहरू जान चाहिँ जुराउनै पर्छ होइन। अब आज ठिकै छ, यहाँ जाँदा जुरेछ मेरो। अब कति वर्षपछि गयो अनि कस्तो एकदमै एक प्रकारको हुन्छ नि, छुट्टै मनभित्रदेखिको आनन्द भएको जस्तो फिल हुँदै थियो है। अनि हल्का यहाँ नाटक पार्दै भिडियो खिच्दैछौँ हामी चाहिँ। नयाँ वर्ष कस्तो हुँदैछ? अब चाहिँ पानी परेर हामी कुद्दैको ल। बाई बाई। Happy New Year!